मेरो बेबी जन्मेको नि आज ठ्याक्कै 50 दिन भयो होइन। मेरो चाहिँ सी सेक्सन हो। मैले चाहिँ 26 दिनको दिनदेखि बेल्ट बाँध्न सुरु गरेको। पहिला चाहिँ बाँधेको थिएन। तर मैले चाहिँ खुकुलो गरेर बाँध्थेँ। यो बेल्टले चाहिँ मलाई एकदमै हेल्प गरेको छ। यो पोस्टपार्टम रिकभरी बेल्ट हो होइन। टक्क लगाउन नि एकदमै सजिलो छ। अनि यो चाहिँ यस्तो यो 3वटा यस्तो छ क्या, टक्क टक्क यसरी लगाउने होइन। एकदमै सजिलो क्या। हामी जस्तो सी सेक्सनलाई त अझै हेल्प हुने क्या, यसो त्यो घाउतिर पनि नपर्ने। अनि टक्क यसरी हजुरहरूले पस्न सक्नुहुन्छ। इभन अनि ढाड दुख्छ भने पनि एकदमै हेल्प हुँदो रहेछ। मेरो यो हड्डी यति दुख्छ होइन, यो ओ माई गड, म त पागलै हुन्छु क्या घरिघरि, यति दुख्छ। तर यो बेल्टले मलाई एकदमै हेल्प गरेको छ। मैले चाहिँ होइन 26 दिनको दिनदेखि यो बेल्ट युज गरिराखेको छु। एकदमै हेल्प गरेको छ। हजुरहरूलाई पनि होइन चाहिन्छ भने चाहिँ लिन सक्नुहुन्छ। टक्क यसले बडी सेप पनि गरिहाल्यो, टक्क भक्क पेट पनि देखिएन होइन। कस्तो राम्रो छ क्या। अनि लगाउन नै एकदमै इजी छ है, एकदमै हेल्प गर्छ। हजुरहरू पनि पोस्टपार्टम जोर्नीमा हुनुहुन्छ भने चाहिँ यो बेल्ट एकदम लिनु होला। मैले चाहिँ हाइली रेकमेन्ड गर्छु, एकदमै हेल्प गर्छ है।